ह्याप्पी न्यु इयर होइन सबै नेपालीहरूलाई। दिन बद्ल्यो समय बद्ल्यो तर म बद्लिन सकिनँ होइन। क्यार्नु परदेशी हुनु पर्यो। अब घरमा भएको भए अब घुम्न जानुहुन्थ्यो, रमाइलो गर्नुहुन्थ्यो साथीभाइसँग होइन। तर हुँदैन अब छोरा मान्छेको कहिले कता पैसा कमाउनु जानु पर्यो होइन। अनि त्यस्तो घुम्न पनि पाइन्न। अनि अब टाइम हुने बित्तिकै अब काम गर्नु पर्यो। घरतिर पनि अब राम्रोसँग बोल्न पाउँदैन होइन। आधा घन्टाको रेस्ट हुन्छ अनि कहाँ टाइमै मिल्दैन के। त्यही भएर सबै नेपाली आमा बुबा दाजु दिदीहरूलाई ह्याप्पी न्यु इयर। बुढीलाई नयाँ सालको धेरै धेरै शुभकामना। गुड लक। अर्को साल चाहिँ मनाउँला है।